हाई साथीहरु जोरले अनि नमस्ते हजुरहरु सम्पूर्णलाई फेरि पनि मुकबाङ ललिता मगर च्यानलमा हजुरहरु सम्पूर्णलाई धेरै धेरै स्वागत छ भन्दै आज पनि साथीहरु अर्को नयाँ मुकबाङ भिडियो लिएर म हजुरहरु सामु उपस्थित भइसकेको छु। अनि आज चाहिँ मेरो खानामा चाहिँ साथीहरु सुँगुरको मासु र रायो साग छ। यहाँ पनि मैले प्लेटमा पनि लगाएर त लिएर आएको छु अनि यहाँ पनि एक्स्ट्रा लिएर आएको छु। यो चाहिँ अब कति खाइन्छ हैन साथीहरु। अनि यो चाहिँ टमाटर र धनियाको धनिया सरी बनाएर टमाटर धनिया लसुन सब मिक्स गरेर बनाएको छु। अनि आज चाहिँ सलादको लागि एउटा त नभनौँ हाफ प्याज लिएर आएको छु। अनि यहाँनिर डल्ले अकबर पनि देख्नुभएको होला। अनि यहाँनिर छ साथीहरु अस्तिको जस्तै यो पनि सबै मिक्स गरेर बनाएर लिएर आएको जुस छ साथीहरु। ल त साथीहरु हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु साथीहरु। सन्चै भएर नै फेरि पनि मुकबाङ भिडियो लिएर आउँदैछु साथीहरु। ल त साथीहरु मेरो भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव पनि दिनु होला। नयाँ साथीहरुले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरेर जोडिनु होला है त भन्दै आजको लागि म खाना सुरु गर्छु। कस्तो बोल्दा बोल्दै स्वरै भित्र भाषेको कस्तो भयो त साथीहरु के भएर होला नि। ल त साथीहरु अब ढिलो नगरी म खाना सुरु गरे जुसबाट सुरु गरे ल। म हिँड्दै गरिहरी खानासाना बनाएर मुकबाङ गर्दैछु साथीहरु। सुँगुरको मासु र साग धेरै पछि खाइम साथीहरु। खाइम हैन खाँदैछु। कतिमा धेरै मान्छे भएको जत्तिकै गरेर खाइम साथीहरु भन्दैछु नि। साथीहरु आज दाल चाल के ल्याइन मैले यसैकै ग्रेभीसँग खाने भनेर दाल चाल मैले केही बनाइन। ल त साथीहरु खाए ल ढिला नगरी। त्यो धरानको मनिता राई मगर दिदीले भने जस्तो खाए ल भनेर भन्नुहुन्छ नि त्यसरी नै खाए ल साथीहरु। अहिले त भाइरलै भइरहेछ नि यो शब्द है खाए ल भन्नु। खाइ साथीहरु। एउटा अकबर मिचेर खाइदिएको त हैटेको एक ग्यासमा पो हिकिक्क हुन्छ त। मलाई कसरी यो मासुको कुरकुरेहरु छ नि त्यो चपाउनु ओभर मिठो लाग्छ।
बरु मिठो भएको साथीहरू साग र मासु। आज मासु चाहिँ मैले निन लिन जानु भएको थियो होइन, वहीँ काटिँदैछ, यत्रो पिस काटिदिएको छ क्या मजाले ठुल्ठुलो पिस। सागमा मजाले लगाएर भिडियोमा राम्रो देखिन्छ त ठुल्ठुलो पिस। विचार गरेको थिएँ निन लिन जानुभएको थियो, मैले केही भनिनँ बिर्सेछु। मासु त सबै अलिक वहीँ काटिदिएछ, अलिक मसिनो बनाइदिएछ क्या। यो जुस पनि अब मिठो भएको साथीहरू। यसमा चाहिँ एप्पल होइन, अनि ओरेन्ज, अनि अलिकति त्यो के भन्छ धनियाँ पनि, अनि अरू खोइ के पो मिसाएर बनाउनु भएको थियो नि, मिसाउँदै हुनुहुन्थ्यो। यो पनि मिसाउँछु त्यो पनि मिसाउँछु भन्दै हुनुहुन्थ्यो। पिरो हो नि त साथीहरू। साथीहरू आज साँच्ची मेरो छुट्टी थियो। अस्ति त मैले भन्नु त बनाइदिएँ, बोसले मलाई 1 महिना छुट्टी नबस्दा भनेर भनेको छ त भन्दै थिएँ। तर आज फेरि हाफ छुट्टी मागेर बसेको, बिहानको मात्रै, बेलुका 5 बजी त पुग्नुपर्ने छ। अब 1 घन्टा 1.5 घन्टा मात्रै बाँकी छ। बिहान मात्रै भए पनि दिन बोस भनेर मागेको। अनि तलको एकजना नेपाली दिदी सघाउन आउनु भयो माथि, 12 मा बिहानभरि गर्नुहुन्छ। अनि मात्रै मलाई छुट्टी पाएँ साथीहरू। ठ्याक्क आज 15 दिनमा छुट्टी बसेको। त्यो पनि हाफ फुल दिनु न भनेको मानेन फुल। सरी साथीहरू, खाँदा खाँदा के छुट्टीको दिन भनौँ एकछिन बिहानभरि सुतु है, उठो, नुहाइधुवाइ गरौँ, अनि त्यही हो साथीहरू। अलिअलि घर सरसफाइ गरौँ, काममा जाने बेला भइहाल्छ। अब यो मुकबाङ गर्ने बित्तिकै लुगासुगा लगाएर रेडी भएर कुदिहाल्नु पर्ने छ। धनियाँको चटनी पनि पिरो
चकिलो मिठो भएको छ। दाँतै भाँची लाग्छ पो कराउँछ त हौ। साथीहरु यो सब्जी चाहिँ अलिकति साग मासु त खाएँ, साग चाहिँ अलिकति उब्रेको छ, खानु सकिन। अचार पनि धनियाँकै है, अनि जुसमा पनि धनियाँ नै मिक्स भइरहेछ। अझ ओभर धेरै धनियाँ भइरहेछ। साथीहरु एकदमै मिठो मिठो भयो, दामी भयो। सबै खानाहरू खाइसकेको छु। मेरो चाहिँ बाँकी रहेको भनेको अलिकति साग चाहिँ बाँकी रह्यो साथीहरु। ल त साथीहरु, आजको भिडियो के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट गर्नु होला। यदि नयाँ साथी हुनुहुन्छ भने नयाँ साथीले पनि सब्स्क्राइब गरेर जोडिनु होला भन्दै आजको लागि यति नै। सबैजना खुसी रहनु, स्वस्थ रहनु। थ्यांक यू, बाइ बाइ।